जय श्री राधे। म युवा ज्योतिष तथा वास्तु विषय लेखनाथ उस्ती यहाँहरू सबैलाई मेरो यस्तो उस्ती च्यानलमा हार्दिक स्वागत छ। आजको भिडियो विशेष खास छ। सन् 2026 मा जागिर बदलिन्छ कि प्रमोसन हुन्छ कि अर्थात् ट्रान्सफर मिल्छ कि वा नयाँ सुरुवात हुन्छ कि तिनै सबै प्रश्नहरूको उत्तर आज म लिएर आएको छु। सम्पूर्ण 12 राशि मध्ये 8 राशि जसको करियरमा ठुलो परिवर्तन, धेरै ठुलो मौका अथवा सरकारी निजी जागिरमा सफलता देखिएको छ। सबै कुरा एक एक गर्दै स्पष्ट गर्नेछु र भिडियोको अन्त्यतिर यदि तपाईलाई जागिरमा पोलिटिक्स बाधा, डिप्रेसन, मन नलाग्ने या अरूले क्रेडिट लान्छ भन्ने समस्या छ भने करियर सुदृढ बनाउनको लागि अचूक उपाय पनि बताउनेछु। अब ढिला नगरिकन सुरु गरौँ। सबैभन्दा ठुलो परिवर्तन आउने 8 राशि मध्ये पहिलो राशि मेष राशि। सन् 2026 तपाईको करियर परिवर्तनको एउटा टर्निङ पोइन्ट जस्तै हो। साढे साथी चलिरहेको छ, तर साढे साथी सधैँ नराम्रो हुँदैन। शनि जिम्मेवारी दिन्छ र जिम्मेवारी लिने मान्छेलाई ठुलो उपलब्धि पनि दिन्छ। दोस्रो जुनदेखि बृहस्पति उच्च दृष्टिबाट तपाईको 10औं घर हेर्दैछन्, त्यसैले जागिर लाग्ने संकेत देखिएको छ। पद प्रतिष्ठा बढ्ने योग, ठुलो जिम्मेवारी, ठुलो अवसर, नयाँ ठाउँमा मौका, विदेश सम्बन्धी काम सबै खुल्दै जानेछ। विशेष गरी 2 जुनदेखि 31 अक्टोबरसम्म मेष राशिको करियर तेज गतिमा अघि बढ्नेछ। अब त्यसै गरी दोस्रो भाग्यशाली राशि रहेको छ वृष राशि। तपाईको लागि 2026 करियर ब्रेकथ्रुको वर्ष हो। साढे साथी छैन, अडैया पनि छैन। शनि 11औं भाव लाभ भावमा छन्, राहु 10औं भावमा छन्, परिवर्तनको योग बनेको छ। बृहस्पति उच्च भाग्यमा छन् भन्ने बित्तिकै बुझ्नुभयो होला यो साल कमब्याक पावरफुल छ। एउटा कुरा तपाईले टिपेर राख्नुहोस्, 2025 मा परिवर्तन नआएको भए पनि 2026 मा लगभग 99% सम्भावना छ। मार्चपछि कर्म क्षेत्रमा यस्तो परिवर्तन देखिन्छ जसले तपाईलाई स्थिर, ठुलो, फाइदाजनक मार्गमा पुर्याउन सक्छ। प्रमोसनको अवस्था देखिन्छ, जागिर परिवर्तन, राम्रो ठाउँमा ट्रान्सफर, राम्रो अर्निङ, नयाँ अवसर सबै उच्च सम्भावना सहित देखिएको छ। त्यस्तै गरी सन् 2026 मा अर्को उच्च सम्भावना बोकेको राशि हो मिथुन राशि। 2025 मा निकै उतार चढावको वर्ष बन्यो। कति पटक सोध्नुभयो यति मेहनत गर्दा पनि किन ग्रोथ छैन? तर सन् 2026 भने तपाईका लागि एउटा भाग्यशाली वर्ष हुनेछ। शनि 10औं भावमा छन्, कमजोरी हटाउँछन्, कौशल बढाउँछन् र सबैभन्दा महत्त्वपूर्ण रेवती नक्षत्रमा प्रवेश गरेपछि करियरको दिशा सिधै माथि उक्लिन थाल्छ। वर्षको सुरुबाटै सुधार देखिन्छ। मध्य जुनपछि ठुलो मौका आउँछ, नाम प्रतिष्ठा, ट्रान्सफर, स्थान परिवर्तन, विदेश, अनलाइन काममा सफलता, साइड बिजनेस खुल्ने मौका। मिथुन राशिले सन् 2026 मा पछिल्लो 2-3 वर्षको मेहनतको फल पक्का पाउँछ। अब त्यसै गरी अर्को भाग्यशाली राशि रहेको छ तुला राशि। तुला राशि सन् 2026 तपाईका लागि उठ्ने, चम्किने, सफलता समाउने वर्ष हो। सन् 2026 तपाईको लागि उठ्ने, चम्किने, सफलता समाउने वर्ष हो। शनि तपाईको 6औं घरमा अर्थात् ऋण, रोग र शत्रु विजय। यसको मतलब जसले तपाईलाई रोकिरहेको थियो, अड्काइरहेको थियो, ती अब सबै हटेर जानेछन्। फेब्रुअरी जुलाईमा तपाईको सबैभन्दा ठुलो शक्तिशाली समय बन्नेछ। जिम्मेवारी बढ्ने, पद प्रतिष्ठा, कार्यालयमा सम्मान, राम्रो हक दाबी, ट्रान्सफर चाहेको ठाउँमा, नयाँ जागिरमा उत्कृष्ट प्रस्ताव। यो वर्ष तुला राशिका लागि नयाँ अध्यायको सुरुवात जस्तै छ। अब 2026 मा चम्किने अर्को भाग्यशाली वृश्चिक राशि। वृश्चिक राशि यस वर्ष तपाईको लागि 12 वर्षपछि 1-2 पटक मात्र खुल्ने भाग्य दरबार खुल्दैछ। अब कसरी? कारण जुनदेखि देवगुरु बृहस्पति तपाईको भाग्य भावमा प्रवेश गर्नेछन्। जति समयदेखि भाग्य तपाईको सुतिरहेको थियो, सन् 2026 मा पक्का जाग्नेछ। पदोन्नति, सरकारी निजी क्षेत्रमा एकदमै ठुलो मौका, देश विदेशसँग सम्बन्धित अवसर, आर्थिक वृद्धि, करियरमा ठुलो छलाङ, उच्च पद वा जिम्मेवारी। शनि तपाईको 5औं घरमा, राहु तपाईको 4थो घरमा थोरै अवरत्त दिन्छन्, तर भाग्य जागेपछि तपाई यी सबलाई पार गर्नुहुनेछ। अब त्यस्तै अर्को भाग्यशाली राशि रहेको छ धनु राशि। अडैया चलिरहेको छ, तर यसको प्रभाव कमजोर छ। 2026 को पहिलो आधा
साधारण तर दोस्रो आधा धमाका। 31 अक्टोबर पछि तपाईको करियरमा एकदमै ठुलो परिवर्तन देखिन्छ। जागिरको ठुलो अवसर, नयाँ सिटी स्टेटमा जाने मौका, व्यापार गर्नेहरूलाई भारी फाइदा, सम्बन्ध नेटवर्किङ मजबुत हुनेछ, सम्पर्कबाट काम बढ्ने। अब तपाईको राहु थर्ड हाउसमा स्मार्ट वर्कर बनाउन सक्छ। कम बोल्नुहोस्, धेरै काम देखाउनुहोस्। यत्तिकै धनु राशिको साल खुल्छ। अब त्यसै गरी अर्को भाग्यशाली राशि रहेको छ मकर राशि। मकर राशि साढे साथी सकिएको छ, तर तपाईले अझै पुरानो डर, पुरानो सोच छोड्नु भएको छैन। 2026मा त्यही सोच बदलियो भने तपाईलाई कसैले रोक्न सक्दैन। बृहस्पति तपाईको 5औं र 10औं 11औं को संयोजनमा यस्तो योग बनाउँछन् जसले तपाईलाई लाभ, पद, नाम, सम्मान सबै दिन्छ। जागिर परिवर्तन, पदवृद्धि, ठुलो जिम्मेवारी, आर्थिक वृद्धि, स्टडी अपग्रेड, कौशल बनाउनेछ। 2026मा नयाँ अवतार लिन्छ मकर राशिले, मानसिकताबाटै परिवर्तन हुन्छ। अब अर्को भाग्यशाली राशि रहेको छ कुम्भ राशि। कुम्भ राशि साढे साथी अन्त्य हुँदैछ। राहु पहिलो भावमा, ओभर थिङ्किङ, डाउट, तर शनि दोस्रो भाव, बाणी, धैर्य, अनुशासनमा बस्दै गर्दा 2026मा शत्रु, बाधा, अफिस, पोलिटिक्स सबै हट्न थाल्छ। फेब्रुअरी मार्चदेखि नै व्यापार, पार्टनरसिप, जागिर परिवर्तन सबैमा वृद्धि। बृहस्पति 6औं भागमा जति रोकिरहेका थिए अब सबैलाई जित्ने समय आएको छ। जागिरमा ठुलो परिवर्तन, बहुमूल्य अवसर, ट्रान्सफर मनपर्ने ठाउँमा, व्यापार, साइड बिजनेस, विदेशसँग सम्बन्धित काम, जीवनसाथीसँग नयाँ सुरुवात। कुम्भ राशिले 2026मा जितको स्वाद चाख्नेछ। अब विशेष त तपाईहरू सबैले सन् 2026लाई अझ सकारात्मक प्रभावकारी बनाउनका लागि यी विभिन्न उपायहरू अपनाउन सक्नुहुन्छ। यदि तपाईँ नोकरीमा अन्याय सहनु भएको छ, अफिस पोलिटिक्सले थकित मेहनत गरे पनि क्रेडिट अरूले खान्छ, जागिर टिक्दैन, मन एकदमै अशान्त छ भने यी उपाय 100% प्रभावकारी छन्। नम्बर 1 शनि बीज मन्त्र करियरको मुख्य मन्त्र हो, त्यसैले शनिको बीज मन्त्र 108 पटक नियमित जप्नुहोस्। दोस्रो हनुमान चालिसा, बाधा हटाउने सर्वोत्तम उपाय हो, दैनिक एक पटक पाठ गर्नुहोस्। तेस्रो चन्द्रमा बीज मन्त्र, मन स्थिर पार्ने उपाय सबैभन्दा शक्तिशाली हो यो, त्यसैले चन्द्रमाको बीज मन्त्र नियमित जप गर्नुहोस्। नम्बर 4 उठ्ने बित्तिकै सूर्यलाई जल चढाउनुहोस्। सूर्य तपाईको आत्मविश्वास, क्षमता, तेज, करियरमा अत्यन्त प्रभावकारी मानिन्छ। तह जीवन कहिलेकाहीँ ढिलो चल्छ तर रोकिन्न। आकाश ढाकेर बादल बस्न सक्छ तर सूर्य लुकेर बस्दैन। सन् 2026 कसैका लागि ब्रेकथ्रु, कसैका लागि नयाँ सुरुवात र कसैका लागि सबैभन्दा ठुलो मौका लिएर आएको छ। आफ्नो मनमा सिक्ने इच्छा, आग्रह र इमानदारी राख्नुभयो भने भाग्य आफै तपाईको ढोकासम्म आइपुग्छ। भिडियो लाइक, सेयर गर्न नभुल्नुहोला भन्दै आजलाई आज्ञा माग्दछु। जय श्री राधे।